यहाँलाई लाग्ला एउटा चुनाव चिन्ह लिएर आयो हैन, चुनाव चिन्ह लिएर आयो अनि भोट माग्यो गयो भन्ने मात्रै नलाग्न नसक्यो। के अरे त्यस्तो नलागोस्। म यहाँलाई भन्न चाहन्छु यो चेतनाको अभियान हो। यो गफमा मात्रै सीमित छैन। जहाँ जहाँ हाम्रा समितिहरू बनेका छन् ती समितिहरूले थोरैमा पनि सरसफाइका कार्यक्रमहरू गरिरहेका छन्, निर्माणका कार्यहरू गरिरहेका छन्। त्यसो भएको कारणले गर्दाखेरि यो देश बनाउने अभियान हो। म यहाँहरू सबैजनालाई यो निवेदन गर्न चाहन्छु, हामी सबै मिलेर यो देशलाई बनाउनु पर्छ। यो भत्किन लागेको देशलाई, अरूले भत्काएको देशलाई, अरूले जलाएर नष्ट गरेको देशलाई हामीले अब पुनर्निर्माण गर्नुपर्छ भन्ने एउटा तपाईँको चाहिँ देश पुनर्निर्माणको देश जागरणको अभियान पनि रहेको कुरा म यहाँहरू सबैजनालाई निवेदन गर्न चाहन्छु। तपाईँहरू देशका लागि काम गर्न तयार हुनुहुन्छ कि पेटको लागि मात्रै गर्ने? पेटको लागि चाहिँ जन्तु जनावरले पनि गर्न सक्छ। चरा मुसा फट्याङ्ग्रा किरा यी सारा कुराले आफ्नो पेट पाल्न सक्छ ब्रह्माण्डमा। तर हाम्रो अगाडि हामी मान्छे भएको कारणले देश पनि छ, त्यो देश पनि पाल्नुपर्छ। म भन्न चाहन्छु, म सम्पूर्णलाई विनम्रताका साथ दुई हात जोडेर अनुरोध गर्न चाहन्छु, हप्ताको 6 दिन आफ्नो पेटको लागि काम गर्नुहोस्। कम्तीमा हप्ताको 1 दिन देशको लागि निस्कनुहोस् त तपाईँ हामी 3 करोड नेपालीले है हप्ताको 1 दिन मात्रै देशको लागि श्रमदान गर्यौं भने पनि हाम्रा विकासका योजनाहरू आज जुन तपाईँको चाहिँ गतिमा बिस्तारै विदेशी ऋण र अनुदानको भरमा गइरहेको छ, ती विकासका योजनाहरूको रफ्तार 100 गुणाले बढेर चाहिँ जानेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। तपाईँहरू देशका लागि काम गर्न त चाहनुहुन्छ? म प्रश्न गर्न चाहन्छु, तपाईँहरू देशका लागि काम गर्न चाहनुहुन्छ? यदि त्यसो भने तपाईँको जागरी लाएर तपाईँको देशका लागि पसिना बगाउन सक्ने पौरखी हातहरू हेर्न चाहन्छु। दुईटा हात यसो गरेर देखाउनु त कतिजनाले हुनुहुन्छ? सबैजनाले हात उठायौँ हामीले हो। दुईटा हात पनि यसो उठाउन सक्दैनौँ भने हामीले देशका लागि केही पनि गर्न सक्दैनौँ है। देशका लागि यसो गरिदिनु त एकचोटि हो। यो हातहरू हेर्न चाहन्छु म, यी हातहरू हेर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो देश बनेन है। नेपाल त यस्तै हो, नेपालमा त केही हुँदैन। नेपाली समय 12 बजीको मिटिङमा 2 बजी जाँदा पनि हुन्छ, नजाँदा पनि हुन्छ भन्ने खालका यो खालको चाहिँ तपाईँको गलत भाष्यहरूलाई अब हामी तपाईँको चाहिँ अन्त्य गरेर अब नेपालमै हुन्छ सब थोक, नेपालमै हुन्छ सब थोक। त्यो सब थोक बनाउनका लागि, त्यो सब थोक सम्भव बनाउनका लागि मसँग दुईटा हात छ भनेर तपाईँले देखाइदिनु, फेरि देखाइदिनु, 10 चोटि देखाइदिनु, 20 चोटि देखाइदिनु। यही हो त्यो दुई हात होइन, यही हो त्यो दुई हात जसले यो देश उचाल्न सक्छ, यो देश बनाउन सक्छ भन्ने कुरामा कुनै दुई मत छैन। आदरणीय दाजुभाइ दिदीबहिनी।